हेलो जय मेची सबैजनालाई। अब यता कुना कुनामा पनि हाम्रो इष्टमित्रहरू बाँकी छ, कसैलाई पनि नछुट्योस् भन्ने चाहिँ मेरो चाहना हो। त्यसकारण म सबै कुना काप्चामा चाहिँ क्यामेरा पुर्याइरहेको छु। जय मेची गुरुबा, आजको क्रिसमस कस्तो रह्यो? आजको क्रिसमस एकदम प्रभुको आशिष अनुग्रहमा आशिषमय भयो अनि सबैजनालाई प्रभुको प्रेम शान्ति आशिष यो क्रिसमस र आगामी वर्षभरि सधैँ रहोस्। ह्याप्पी क्रिसमस। जय मसी। धन्यवाद गुरुबा, हजुरले 2 शब्द बोलिदिनु भएको लागि धेरै धेरै धन्यवाद। म अरू यतातर्फ जाँदैछु। यहाँ नानीहरूले पनि मलाई धेरै डिस्टर्ब भन्दा पनि रमाइलो बनाइरहेको छ। भीम सर ठिक छ। हजुरको आजको क्रिसमस कस्तो रह्यो र हजुरलाई कस्तो लागिरहेको छ? आजको धेरैभन्दा धेरै राम्रो लागिरहेछ। केही भन्नु छ कि हजुरलाई? भन्नै पर्दैन नि, आजको दिन त एकदमै महत्त्वपूर्ण आयो नि त। धन्यवाद। यता कीर्तिपुरको टिम हुनुहुन्छ र एकदमै मस्त व्यस्तको साथ सबैजना म यहाँ घुमाइ देखाइरहेको छु यहाँहरू सबैजनालाई। आजको क्रिसमस कस्तो रह्यो हजुरको? अनि केही भन्नु मन छ कि हजुरलाई? धन्यवाद हजुरलाई, धन्यवाद। मनिष भाइ, हजुर जय मसी। जय मसी। आजको क्रिसमस कस्तो रह्यो? एकदम आशिषमय, एकदम रमाइलो। सबैजना शुभकामना छ। मेरी क्रिसमस। धन्यवाद। धेरै खुसी हुनुहुन्छ? ल धन्यवाद, प्रभुलाई महिमा होस्। यशोदा दिदी, आजको क्रिसमस कस्तो रह्यो हजुरको? राम्रो भयो, मिठो भयो, एकदमै रमाइलो खुसी आशिषमय। एकदमै आशिषमा घरको खाना खाँदा आएको। हजुरलाई पनि आज धेरै आशिषमय भयो होला नि त आमा? ल धन्यवाद, प्रभुले अझै आशिष दिनुभएको छ हजुरलाई। खाना पनि पठाइदिऊ। खाना